हेलो साथीहरू। सो आज हामी पारामेसियम काउडेटमको पार्ट 3 पढ्नेछौँ हैन, जुन रिप्रोडक्सन रहेको छ। अनि यस भिडियोमा हामीले पारामेसियममा दुई किसिमले रिप्रोडक्सन हुन्छ, असेक्सुअल अनि सेक्सुअल रिप्रोडक्सन दुवै हामी पढ्नेछौँ। अनि यसको भिडियो हाम्रो युट्युब च्यानलमा पनि उपलब्ध छ, जसको लिङ्क कमेन्ट बक्समा राखिएको हुन्छ। अब हामी स्टार्ट गर्छौँ पारामेसियम काउडेटमको रिप्रोडक्सन हैन कि रिप्रोडक्सन। अब सबभन्दा पहिला रिप्रोडक्सनको डिफिनेसन हेर्छौँ हामी, के हो रिप्रोडक्सन हैन। द प्रोसेस अफ प्रोड्युसिङ यङ वन्स अफ देयर अन काइन्ड अफ कन्टिन्युएसन अफ जेनेरेसन भन्दाखेरि हाम्रो हैन पपुलेसन, आफ्नो पपुलेसन बढाउनको लागि हैन, आफ्नो जेनेरेसनलाई अगाडि बढाउनको लागि जुन हैन यता जुन प्रोसेस हुन्छ, जुन प्रोसेस गरिन्छ हैन, अब के गर्नको लागि, आफ्नो जेनेरेसनलाई कन्टिन्यू गर्नको लागि, अगाडि बढाउनको लागि हैन। हामीहरू जस्तो हैन, हाम्रो जसरी मानवको हैन, मानवको जेनेरेसनलाई अगाडि बढाउनको लागि हैन के गरिन्छ, यङ वान्स हैन, सानो सानो बच्चाहरू हैन, एडल्ट्सहरू, यस्तो बच्चादेखि एडल्ट हैन, त्यसपछि बुढो हुन्छ, त्यसपछि मान्छे मर्छ। यसो गर्दाखेरि मान्छेको लाइफ साइकल क्लियर हुन्छ। अनि फेरि त्यसले जेनेरेसनले अगाडि बढ्नको लागि त फेरि अझ चाहियो नि, प्रोड्युसिङ यङ वान्स हैन, फेरि के गर्छ, प्रोड्युस गर्छ, यङ वान्सलाई के गर्छ, प्रोड्युस गर्छ हैन, आफ्नो जेनेरेसनलाई अगाडि बढ्नको लागि, कन्टिन्यू गर्नको लागि। त्यही प्रोसेसलाई के भनिन्छ, रिप्रोडक्सन। अनि यता इन पारामेसियम रिप्रोडक्सन इज अफ टु टाइप्स हैन, के हुन्छ, रिप्रोडक्सन टु टाइपले हुन्छ, असेक्सुअल रिप्रोडक्सन हैन अनि सेक्सुअल रिप्रोडक्सन पारामेसियमको केसमा हैन। अब बाइनरी फिजन, असेक्सुअल रिप्रोडक्सन कसरी हुन्छ भन्दाखेरि बाइनरी फिजन हैन, ट्रान्सभर्स बाइनरी फिजन गरेर असेक्सुअल रिप्रोडक्सन हुन्छ पारामेसियम काउडेटममा हैन। अनि सेक्सुअल रिप्रोडक्सन भनेको कन्जुगेसन प्रोसेसबाट हुन्छ। त्यस्तै गरी हामी फर्स्टमा हेर्छौँ कि असेक्सुअल रिप्रोडक्सनको हैन ट्रान्सभर्स बाइनरी फिजन। अब ट्रान्सभर्स बाइनरी फिजनमा कस्तो प्रोसेस छ भन्दाखेरि यता if a single organism is involved in a production of offspring then it is called asexual reproduction। अब भन्दाखेरि एउटा सिंगल अर्गनिजमले के गर्छ, मात्र यङ वानलाई हैन, अफस्प्रिङलाई प्रोड्युस गर्छ हैन, प्रोड्युस गर्छ, त्यस्तो रिप्रोडक्सनलाई के भनिन्छ, असेक्सुअल हैन। त्यसले के भनिन्छ, असेक्सुअल रिप्रोडक्सन। मात्र एकजनाले हैन, मात्र सिंगल अर्गनिजमले के गर्न सक्छ, रिप्रोड्युस गर्न सक्छ भन्ने त्यस्तो रिप्रोडक्सनलाई के भनिन्छ, असेक्सुअल रिप्रोडक्सन भनिन्छ साथीहरू। त्यसपछि असेक्सुअल रिप्रोडक्सन इन पारामेसियम अकर्स बाइ ट्रान्सभर्स बाइनरी फिजन के हुन्छ, पारामेसियम काउडेटममा हैन, पारामेसियम काउडेटममा असेक्सुअल रिप्रोडक्सन कुन प्रोसेसबाट हुन्छ, ट्रान्सभर्स बाइनरी फिजनबाट हुन्छ हैन। त्यस्तै गरी ट्रान्सभर्स बाइनरी फिजन इन पारामेसियम अकर्स ड्युरिङ फेभरेबल कन्डिसन लाइक टेम्परेचर एन्ड वाटर हैन। अब जसरी एउटा यो फेभरेबल कन्डिसनमा, एउटा सुटेबल कन्डिसनमा हुन्छ ट्रान्सभर्स बाइनरी फिजन हैन। ट्रान्सभर्स बाइनरी फिजन के हुन्छ, एउटा सुटेबल कन्डिसनमा हुन्छ हैन। अब कस्तो कन्डिसन भन्दाखेरि टेम्परेचर अफ वाटर के हुन्छ, टेम्परेचर अफ वाटर अबाउट 24 डिग्री सेल्सियस टु 28। अब 24 डिग्री सेल्सियसदेखि 28 डिग्री सेल्सियसमा यदि पानीको टेम्परेचर छ भने त्यो के हुन्छ, फेभरेबल कन्डिसन हुन्छ, सुटेबल कन्डिसन हुन्छ। के को लागि, ट्रान्सभर्स बाइनरी फिजन गर्नको लागि। कसलाई, पारामेसियमलाई। अनि अझ कन्डिसन के छ भन्दाखेरि इनफ फुड हैन, फुड पनि के हुन्छ, इनफ हुनुपर्छ हैन। त्यसपछि वाटर पनि के हुनुपर्छ, प्रशस्त मात्रामा हुनुपर्छ। त्यस्तै ट्रान्सभर्स बाइनरी फिजन कसरी हुन्छ भन्दाखेरि यसको फिगर अनुसार हामी हेर्छौँ। अनि यसको पछि प्रोसेस पनि रहेको छ। पहिला हामी यता प्रोसेसबाट जाऊ, त्यसपछि फिगरमा। पारामेसियम स्टप्स फिडिङ एन्ड इट्स ओरल ग्रुप स्टार्ट डिसएपियर। अब यहाँ हामी हेर्छौँ हैन, यसो फिगरमा हामी हेर्छौँ के हुन्छ भन्दाखेरि पारामेसियमले के गर्छ, सबभन्दा पहिला आफ्नो फिडिङलाई के गर्छ, स्टप गरिदिन्छ, खानालाई छोडिदिन्छ, फिडिङ के हुन्छ, स्टप हुन्छ। अनि बिस्तारै बिस्तारै के हुन्छ, यताको जुन ओरल ग्रुप के हुन्छ,
यो फिगरमा हामी हेर्छौँ यताको जुन ओरल ग्रुप छ यो को ओरल ग्रुप हो साथीहरू। ओरल ग्रुप के हुन्छ स्टार्टिङ डिसेपियर हुन थाल्छ होइन, के हुन्छ डिसेपियर हुन थाल्छ। नेक्स्टमा के छ द माइक्रोन्युक्लियस कन्स्ट्रिक्ट्स एन्ड इलङ्गेट्स एन्ड डिभाइड्स बाई अमाइटोसिस होइन, अनि एन्ड मुभ टुवार्ड्स द अपोजिट। त्यस्तै गरी यो जुन माइक्रोन्युक्लियस छ नि माइक्रोन्युक्लियस हामीले अस्ति पढ्यो होइन, के हुन्छ ठुलोवाला न्युक्लियस हुन्छ नि, जुन माइक्रोन्युक्लियस के हुन्छ यो के हुन्छ कन्स्ट्रिक्ट हुन्छ होइन, अनि इलङ्गेट हुन्छ। कन्स्ट्रिक्ट भन्दाखेरि साँघुरो हुँदै जान्छ, साँघुरो होइन पातो हुँदै जान्छ होइन, अनि के हुन्छ डिभाइड हुन्छ होइन। इलङ्गेट भनेको लामो हुँदै जान्छ, यता हामी हेर्छौँ यता यो यस्तो लामो हुँदै जान्छ होइन, यस्तो लामो हुँदै जान्छ, अनि के हुन्छ इलङ्गेट हुन्छ, लामो हुन्छ। त्यसपछि के हुन्छ डिभाइड हुन्छ, केबाट अमाइटोसिस प्रोसेसबाट, अमाइटोटिकली होइन। अमाइटोसिस हामी यता हेर्न सक्छौँ माइक्रोन्युक्लियस डिभाइड्स बाई अमाइटोटिकली। अब अमाइटोटिकली भन्नाले यो के हो डाइरेक्ट सेल डिभिजन हो, डाइरेक्ट सेल डिभिजन। यसमा प्रोफेज मेटाफेज एनाफेज टेलोफेज यस्तो कुनै फेज पनि हुँदैन, यो डाइरेक्ट डिभिजन होइन, डाइरेक्टै दुईवटा सेल हुन्छ, यस्तो दुईवटा सेलमा डिभिजन भइहाल्छ होइन। यस्तै गरी यहाँ के भएको छ यहाँ यो माइक्रोन्युक्लियस छैन, अब के हुन्छ डिभाइड्स होइन, माइक्रोन्युक्लियस के हुन्छ डिभाइड हुन्छ कुन प्रोसेसबाट अमाइटोटिकली होइन, अमाइटोसिस सेल डिभिजन गरेर डिभाइड हुन्छ। त्यस्तै गरी माइक्रोन्युक्लियस पनि के हुन्छ डिभाइड हुन्छ, यता माइक्रोन्युक्लियस होइन के हुन्छ माइक्रोन्युक्लियस पनि डिभाइड हुन्छ। यता हामी नेक्स्टमा के हेर्छौँ द माइक्रोन्युक्लियस अल्सो कन्स्ट्रिक्ट्स एन्ड इलङ्गेट बट इट डिभाइड्स बाई माइटोसिस एन्ड मुभ टुवार्ड्स द अपोजिट साइड। अब भन्दाखेरि यो यो त माइक्रोन्युक्लियस हो, अनि यो के हो माइक्रोन्युक्लियस हो, यता माइक्रोन्युक्लियस हो अनि माइक्रोन्युक्लियस हो। अनि माइक्रोन्युक्लियस के हुन्छ अमाइटोसिस सेल डिभिजन गर्छ भने यो माइक्रोन्युक्लियस के गर्छ माइटोसिस सेल डिभिजन गर्छ होइन, के गर्छ माइटोसिस सेल डिभिजन अन्तर्गत यो पर्न जान्छ। अनि माइटोसिस सेल डिभिजन गरेर माइक्रोन्युक्लियसले माइटोसिस सेल डिभिजन गरेर दुईवटा किन होइन, यता यो पनि इलोङ्गेट हुन्छ कन्स्ट्रिक्ट हुन्छ, अनि लास्टमा के हुन्छ दुईवटामा डिभाइड हुन्छ, दुईवटा न्युक्लियसमा के हुन्छ डिभाइड हुन्छ होइन। त्यसपछि के हुन्छ टु न्यू ओरल ग्रुप्स आर फर्मड होइन, के हुन्छ टु न्यू ओरल ग्रुप्स आर फर्मड। यता हामी फिगरमा हेर्छौँ दुईवटा के भयो, यता सबभन्दा पहिला के भयो यो जुन ओरल ग्रुप छ होइन, ओरल ग्रुप के भयो डिसेपियर, पहिला के भयो डिसेपियर। त्यसपछि फेरि कतिवटा दुईवटा न्यू ओरल ग्रुप के भयो फर्मड भयो साथीहरू होइन, दुईवटा न्यू ओरल ग्रुप यता फर्म भयो। अब एउटा कहाँ भयो एउटा एन्टेरियर एन्डमा अनि एउटा पोस्टेरियर एन्डमा भयो। त्यस्तै टु इनिसियल कन्ट्रेक्टिभ भ्याक्युल रिमेन एन्ड टु न्यू कन्ट्रेक्टाइल भ्याक्युल्स गेट फर्मड, वान एट एन्टेरियर एन्ड वान एट पोस्टेरियर। भन्दाखेरि यो के हो हाम्रो यो के हो हाम्रो कन्ट्रेक्टाइल भ्याक्युल हो, अनि यो के हुन्छ यो यस्तैको यस्तै रहन्छ, यो जस्ताको त्यस्तै रहन्छ, तर फेरि कति के हुन्छ दुईवटा के हुन्छ दुईवटा कन्ट्रेक्टाइल भ्याक्युलहरू के हुन्छ न्यू फर्म हुन्छ होइन, न्यू भइहाल्छ, दुईवटा न्यू कन्ट्रेक्टाइल भ्याक्युल के हुन्छ त्यसमा फर्म भइहाल्छ होइन, के हुन्छ दुईवटा न्यू कन्ट्रेक्टाइल भ्याक्युलहरू त्यसमा फर्म भइहाल्छ। इन द मिन टाइम ट्रान्सभर्स कन्स्ट्रिक्सन एपियर्ड इन द मिडल अफ पारामेसियम which becomes more and more deep, eventually dividing the parent paramecium into two different paramecium। भन्दाखेरि यो के हुन्छ कन्स्ट्रिक्ट हुन्छ होइन, के हुन्छ कन्स्ट्रिक्ट हुन्छ, अनि लास्टमा के हुन्छ कन्स्ट्रिक्ट भइसकेपछि दुईवटा यहाँबाट कतिवटा हुन्छ यहाँबाट हाफमा यो डिभाइड हुन्छ होइन, अनि यो एउटा ओरल ग्रुप उता बस्छ एउटा ओरल ग्रुप यता होइन, अनि यता त्यसपछि यता दुईवटा ट्रान्सभर्स बाइनरी फिजन यसमा हुन्छ होइन, यहाँ ट्रान्सभर्स बाइनरी फिजन हुन्छ, अनि ट्रान्सभर्स बाइनरी फिजन भएर यो एउटा माइक्रोन्युक्लियस अनि दुईवटा कन्ट्रेक्टाइल भ्याक्युल एक साइडमा अनि एउटा यताको ओरल ग्रुप, अनि त्यस्तै गरी यो दुईवटा होइन, यसमा पनि दुईवटा कन्ट्रेक्टाइल भ्याक्युल एउटा माइक्रोन्युक्लियस अनि एउटा ओरल ग्रुप, दुईवटा के हुन्छ दुवै एउटा प्यारेन्ट प्यारामेसियमबाट दुईवटा डटर प्यारामेसियममा के हुन्छ यता दुईवटा डटर प्यारामेसियम होइन, यता लेखिएको छ दुईवटा डटर प्यारामेसियममा के हुन्छ डिभाइड हुन जान्छ। त्यस्तै
अब डटर पारामेसिया होइन, अनि एउटा डटर पारामेसिया दुईवटा छ होइन। त्यसपछि नेक्स्ट पोइन्ट के छ भन्दाखेरि द डटर पारामेसिया विच इज फर्म फ्रम इन्टेरियर हाफ अफ प्यारेन्ट पारामेसियम इज नोन एज पोर्टर, अनि पोस्टेरियर पार्टिकल ओफिस थे यहाँ एच हुन्छ होइन, यहाँ छ। त्यस्तै इन्टेरियरबाट यहाँबाट जुन इन्टेरियरबाट जुन डटर पारामेसिया फर्म भएको हुन्छ त्यसले के भनिन्छ, प्रोटर भनिन्छ होइन, के हुन्छ प्रोटर भनिन्छ। तर इन्टेरियरबाट जुन पारामेसियम फर्म भएको हुन्छ के भन्छ त्यसलाई ओफिस्थे भन्छ होइन, यति याद गर्नु होला। अनि इट टेक्स अबाउट 30 to 120 मिनट्स टु कम्प्लिट वान ट्रान्सभर्स बाइनरी फ्युजन। एउटा एकचोटि ट्रान्सभर्स बाइनरी फ्युजन प्रोसेस होइन कम्प्लिट हुनमा 30 देखि 120 मिनटसम्म लाग्छ होइन। अनि यो प्रोसेस एक दिनमा होइन, यो प्रोसेस पर डे होइन 2 देखि 4 पटक हुन्छ साथीहरू, 2 देखि 4 पटक हुन्छ एक दिनमा। अब एकचोटि हामी फेरि गर्छौँ होइन, एकचोटि हामी यसको समरी गर्छौँ। अब समरी भन्दाखेरि यसलाई एकचोटि हामी फेरि बुझौँ, यो सुरुदेखि कसरी भयो के भयो होइन। यो एकदमै इम्पोर्टेन्ट रहेको साथीहरू होइन, इक्जाममा सोधिरहने क्वेसन हो यो। अनि हामी यसपछि पढ्नेछौँ कन्जुगेसन प्रोसेस। अब के छ भन्दाखेरि एकचोटि यसको समरी हेर्दाखेरि सबभन्दा पहिला एउटा प्यारेन्ट पारामेसियम हुन्छ। के हो यो प्यारेन्ट पारामेसियम हो होइन। यसमा के छ एउटा माइक्रोन्युक्लियस अनि एउटा ओरल ग्रुप अनि दुईवटा कन्ट्रेक्टाइल भ्याक्युल होइन, यति हामीलाई थाहा छ। त्यसपछि के हुन्छ भन्दाखेरि यो माइक्रोन्युक्लियस हुन्छ नि, माइक्रोन्युक्लियस यो के हुन्छ कन्स्ट्रिक्ट हुँदा साँघुरो हुँदै जान्छ होइन। अनि के हुन्छ इलङ्गेट हुन्छ, इलङ्गेट भनेको लामो हुँदै जान्छ होइन, साँघुरो हुँदै जान्छ अनि लामो हुँदै जान्छ। अनि यो केले यो अमाइटोसिस गर्छ भन्दाखेरि डाइरेक्ट सेल डिभिजन गर्छ होइन, डाइरेक्ट एउटा जुन छ त्यो माइक्रोन्युक्लियस त्यो के भइहाल्छ दुईवटा भइहाल्छ डाइरेक्टली, फेरि कुनै प्रोसेस त्यसमा छैन, प्रोफेज मेटाफेज जस्तो प्रोसेस हुँदैन, डाइरेक्टै सेल डिभिजन भइहाल्छ होइन। त्यस्तै यहाँ जुन भएको माइक्रोन्युक्लियस त्यो पनि के हुन्छ कन्स्ट्रिक्ट हुन्छ, साँघुरो हुन्छ अनि के हुन्छ इलङ्गेट हुन्छ, लामो हुँदै जान्छ। अनि यो पनि के हुन्छ माइटोटिकली के हुन्छ डिभाइड हुन्छ, माइटोसिस सेल डिभिजन गरेर यो पनि डिभाइड हुन्छ दुईवटामा होइन। अनि के हुन्छ यता यो जुन हाम्रो प्यारेन्ट पारामेसियममा जुन ओरल ग्रुप थियो यसमा आएर के हुन्छ डिसेपियर भइहाल्छ। अनि यहाँ फेरि यो पारामेसियम फेरि के हुन्छ कन्स्ट्रिक्सन भन्दाखेरि साँघुरो होइन, साँघुरो हुँदै जान्छ। त्यस्तै फेरि यो के हुन्छ जुन यो माइक्रोन्युक्लियस के भयो साँघुरो भयो, अनि यो माइक्रोन्युक्लियस के भयो साँघुरो भयो होइन। त्यस्तै यहाँ फेरि के हुन्छ न्यू ओरल ग्रुप के हुन्छ फर्म हुन्छ, यहाँ डिसेपियर भयो होइन, डिसेपियरिङ भइरहेछ ओरल ग्रुप यता डिसेपियरिङ भइरहेछ। अनि फेरि यसभन्दा अघिको प्रोसेसमा यसभन्दा पछिको प्रोसेसमा के हुन्छ दुईवटा न्यू ओरल ग्रुप के हुन्छ फर्म हुन्छ, त्यसपछिको प्रोसेस भन्दाखेरि यो जब ट्रान्सभर्स बाइनरी फ्युजन हुन्छ, ट्रान्सभर्स बाइनरी फ्युजन भयो यसमा होइन, ट्रान्सभर्स बाइनरी फ्युजन भयो भने यसमा के हुन्छ फेरि दुईवटा न्यू कन्ट्रेक्टाइल भ्याक्युल, एउटा एन्टेरियर साइडमा अनि एउटा पोस्टेरियर साइडमा के हुन्छ एउटा यताको साइड होइन, एउटा यताको साइडमा अनि एउटा यताको साइड दुईवटा कन्ट्रेक्टाइल भ्याक्युलहरू के हुन्छ फर्म भइहाल्छ होइन। त्यसपछि यो दुवैमा आधा बाटो यता अनि दुवै के हुन्छ पछि गएर ट्रान्सभर्स बाइनरी फ्युजनद्वारा यो के हुन्छ छुट्छ दुवै होइन। एउटा प्यारेन्ट पारामेसियमबाट दुईवटा के हुन्छ डटर पारामेसियाहरू फर्म भइहाल्छ, जसमा के हुन्छ एउटा माइक्रोन्युक्लियस दुईवटा यता कन्ट्रेक्टाइल भ्याक्युल होइन, अनि एउटा ओरल ग्रुप के हुन्छ एक साइडमा अनि एउटा त्यस्तै अर्को एक साइडमा दुईवटा, एउटा प्यारेन्ट पारामेसियमबाट कतिवटा दुईवटा डटर पारामेसियाहरू के हुन्छ फर्म हुन्छ। अनि यो हो कि हाम्रो एन्टेरियर साइड अनि यो के हो पोस्टेरियर साइड।
एन्टेरियर साइडबाट जुन पारामेसियम फर्म हुन्छ त्यसलाई के भनिन्छ प्रोटर भनिन्छ अनि पोस्टेरियरबाट फर्म हुन्छ त्यसले के भनिन्छ ओफिस्थे भनिन्छ न यति हाम्रो ट्रान्सभर्स बाइनरी फिजन रहेको छ त्यस्तै हामी कन्जुगेसन प्रोसेस हेर्छौँ साथीहरू अब कन्जुगेसन प्रोसेस कस्तो छ हैन कन्जुगेसन प्रोसेस अब यो के हुन्छ सेक्सुअली हैन यो के हुन्छ सेक्सुअली रिप्रोड्युस हुन्छ भन्दाखेरि पारामेसियम रिप्रोड्युसेस सेक्सुअली बाइ द प्रोसेस नन एज कन्जुगेसन पारामेसियम के हुन्छ एउटा त हामीले पढ्यो असेक्सुअल हैन असेक्सुअल प्रोसेस हुन्छ अनि यो के हुन्छ सेक्सुअली प्रोसेस हुन्छ अब भन्दाखेरि अब यो के हुन्छ सेक्सुअली भनेको के हो दुईवटा अर्गनिजम अफ सेम स्पेसिस दुईवटा अर्गनिजम हुन्छ जुन सेम स्पेसिसको हुन्छ त्यसमा के हुन्छ सेक्सुअल रिप्रोडक्सन हुन्छ अनि यो जुन सेक्सुअल रिप्रोडक्सन छ त्यो पारामेसियमको केसमा के हुन्छ के भनिन्छ कन्जुगेसन भनिन्छ कन्जुगेसन प्रोसेस अब ड्युरिङ कन्जुगेसन टु paramecia gets temporarily attached with each other for exchange of genetic material अब जेनेटिक मेटेरियल हैन जेनेटिक मेटेरियल एक्सचेन्जको लागि दुईवटा के हुन्छ पारामेसियमहरू एट्याच हुन्छ हैन के हुन्छ एट्याच हुन्छ एक अर्कामा के हुन्छ एट्याच हुन्छ हैन फिगरमा पनि हामी हेर्छौँ यता हैन यता एट्याच हुन्छ अब यसको प्रोसेस के हो भन्दाखेरि टु पारामेसिया बिलोङ्गिङ टु सेम स्पेसिस कम क्लोज टु इच अदर एन्ड गेट एट्याच्ड अन देयर ओरल ग्रुप साइड अब हैन अब सबभन्दा पहिला हामी के कन्जुगेसन प्रोसेस यो के हो सेक्सुअल प्रोसेस अब सेक्सुअल प्रोसेसमा के हुन्छ दुईवटा पारामेसियमहरू के हुन्छ दुईवटा पारामेसियाहरू अफ सेम स्पेसिस हैन यता हामी हेर्छौँ सेम स्पेसिसको के हुन्छ क्लोज आउँछ दुईवटा के हुन्छ क्लोज आउँछ जसरी यो एउटा पारामेसियम भयो हैन यो एउटा पारामेसियम भयो अनि ओरल ग्रुपको साइडमा के आयो दुवै नजिक आयो हैन ओरल ग्रुपको साइडमा के आयो दुवै नजिक आयो यता हामी फिगरमा हेर्छौँ ओरल ग्रुपको साइडमा के भयो यता एउटा ओरल ग्रुप छ यता एउटा ओरल ग्रुप छ दुवै ओरल ग्रुपको साइडमा के आयो नजिक आयो दुवैजना हैन अनि भयो गेट अट्याच भन्नाले दुवै टाँसियो हैन देन देयर पेलिकल डिसोल्भ छैन एट द पोइन्ट अफ एट्याचमेन्ट अब के हुन्छ जुन एट्याच भएको हुन्छ त्यसको पेलिकल के हुन्छ डिसोल्भ भइहाल्छ हैन त्यो डिसएपियर भइहाल्छ हैन त्यताबाट गइहाल्छ डिजोल्भ भइहाल्छ हैन अनि के हुन्छ त्यति बेला पेलिकल डिजोल्भ भइहाल्छ हैन कहाँ डिजोल्भ हुन्छ जुन जहाँ इच अदर हैन जहाँ के भएको छ एट्याच भएको त्यो ठाउँमा के हुन्छ त्यो पोइन्टमा के हुन्छ पेलिकल के हुन्छ डिजोल्भ भइहाल्छ त्यसपछिको प्रोसेस भन्दाखेरि द माइक्रोन्युक्लियस ब्रेक्स अप एन्ड इट डिसएपियर्स न के हुन्छ माइक्रोन्युक्लियस ब्रेक्सअप भइन्छ ब्रेक्सअप भन्नाले ब्रेकअप होइन फेरि ब्रेकअप नबुझ्नु होला साथीहरू ब्रेक्सअप भाँचिन्छ हैन त्यो त्यहाँबाट बुझौँ न डिसएपियर हुने प्रोसेस हैन के हुन्छ डिसएपियर हुन्छ हैन त्यसपछि द माइक्रोन्युक्लियस अन्डरगोज मियोसिस फर्मिङ 4 हेप्लोइड माइक्रोन्युक्लियस हैन अब के हुन्छ माइक्रोन्युक्लियस जुन हुन्छ नि सबभन्दा पहिला त माइक्रोन्युक्लियस के भयो डिसएपियर भयो साथीहरू के भयो डिसएपियर मतलब हरायो हैन गइहाल्यो आफ्नो घर गइहाल्यो त्यो के भयो भोज खाना गइहाल्यो हैन यो पहिला के भयो माइक्रोन्युक्लियस के भयो भोज खाना गइहाल्यो अब त्यो भोज खाना गइहाल्यो भने के हो माइक्रोन्युक्लियस त त्यही छुटिहाल्यो हैन अब यो माइक्रोन्युक्लियस के हुन्छ भन्दाखेरि मियोसिस सेल डिभिजन गर्छ अब मियोसिस सेल डिभिजन गर्छ भन्दाखेरि के हुन्छ यो यता के हुन्छ मियोसिस सेल डिभिजन गर्दाखेरि 4 हेप्लोइड माइक्रोन्युक्लियस बनाउँछ कतिवटा 4 वटा यता हामी यसमा हेरौँ कतिवटा बनायो साथीहरू 4 वटा बनायो हैन 4 वटा बनायो माइक्रोन्युक्लियस बनाउँछ एउटा माइक्रोन्युक्लियसले मियोसिस गरेर कतिवटा 4 वटा हेप्लोइड हैन कतिवटा 4 वटा हेप्लोइड माइक्रोन्युक्लियस बनाउँछ त्यस्तै अब जसरी हेप्लोइड भन्नाले यो 2n हो भने यो कतिवटा बनाउँछ यो 4 वटा बनाउँछ जसमा कतिवटा हुन्छ n हैन हेप्लोइड हैन त्यसले भन्छ हेप्लोइड हैन अब कतिवटा बनायो 4 वटा बनायो हैन त्यसपछि 4 वटा यसले बनायो 4 वटा यसले बनायो यता 4 वटा अनि यता 4 वटा टोटल मिलेर कतिवटा 8 वटा भइहाल्यो हैन
अब त्यसपछि के हुन्छ भन्दाखेरि यो 4वटा डटर माइक्रोन्युक्लियाई भइहाल्यो। अब के हुन्छ 3वटा के हुन्छ डिसेपियर हुन्छ यताबाट। कतिवटा 3वटा के हुन्छ डिसेपियर हुन्छ। नेक्स्ट प्रोसेस के हो द रिमेनिङ माइक्रोन्युक्लियस देन डिभाइड्स अनइक्वली। यो होइन हैन यता हुन्छ हाम्रो त्यस्तै गरी आउट अफ 4 न्युक्लियाई 3 डिसेपियर्स एन्ड ओन्ली 1 रिमेन्स। अब के हुन्छ 3वटा के हुन्छ यताबाट 3वटा गायब भइहाल्यो हैन। 3वटा कति भयो हराइहाल्यो। अनि बाँच्यो कतिवटा एउटा यहाँ अनि एउटा यहाँ एउटा माइक्रोन्युक्लियस बाँच्यो। अनि त्यसपछि यो के हुन्छ डिभाइड्स अनइक्वली हैन। अनइक्वल तरिकाले डिभाइड हुन्छ फर्मिङ 2 न्युक्लियाई अफ डिफरेन्ट साइज हैन। 2वटा न्युक्लियाई बनाउँछ अफ डिफरेन्ट साइज। अब यो ठुलो छ भने यो सानो भइहाल्यो, यो ठुलो छ भने यो सानो भइहाल्यो। अनि त्यसपछि के हुन्छ एक्सचेन्ज हुन्छ। के हुन्छ एक्सचेन्ज हुन्छ। हामी के भन्छौँ अब स्मलर न्युक्लियस इज नोन एज मेल माइग्रेटरी प्रोन्युक्लियस व्हाइल बिगर न्युक्लियस इज नोन एज फिमेल अर स्टेसनरी हैन। अब के हुन्छ भन्दाखेरि यो के भयो माइग्रेटरी ग्यामिट हैन। माइग्रेटरी न्युक्लियस भयो अनि के भयो स्टेसनरी ग्यामिट न्युक्लियस भइहाल्यो। जसरी हामी यो केमा भन्यौँ हामी यता स्मलर न्युक्लियस इज नोन एज मेल अर माइग्रेटरी प्रोन्युक्लियस। यो के हो स्मल मेल न्युक्लियस होइन यो मेल हो। अनि यो के हो फिमेल हो होइन। के हो फिमेल न्युक्लियस हो। फिमेल अथवा स्टेसनरी ग्यामिट न्युक्लियस यसलाई भनिन्छ हैन यसलाई। अनि यसलाई के भनिन्छ मेल न्युक्लियस अथवा माइग्रेटरी ग्यामिट न्युक्लियस भनिन्छ। त्यसपछि के हुन्छ भन्दाखेरि द मेल प्रोन्युक्लियस अफ one paramecium then moves towards another paramecium and fuses with female pronucleus present there in the form of zygote। अब भन्दाखेरि यो के हुन्छ एक्सचेन्ज हुन्छ हैन। एक अर्कातिर गएर यो चाहिँ यतातिर गएर अनि यो चाहिँ यतातिर गएर के हुन्छ फ्युज भइहाल्छ हैन। के हुन्छ यो यतातिर अनि यो अपोजिट साइडतिर त्यसको अपोजिट हैन अपोजिट पारामेसियमतिर के गएर त्यो दुवै के हुन्छ फ्युज हुन्छ। अनि फ्युज भएर के बनाउँछ जाइगोट हैन जाइगोट न्युक्लियस बनाउँछ हैन। जाइगोट न्युक्लियस बनाउँछ जसलाई के भनिन्छ सिन कार्योन। अब जसरी यहाँ आएर यो के भयो फ्युज भयो हैन। यो के भयो यो वाला न्युक्लियाई आएर यो न्युक्लियसमा के भयो फ्युज भयो हैन। त्यो यसलाई के भनिन्छ फ्युज हुने प्रोसेस के हो त्यसले के हो सिन कार्योन भनिन्छ हैन। जुन यो न्युक्लियस के हुन्छ अर्को न्युक्लियसमा फ्युज हुन्छ भन्दाखेरि त्यो प्रोसेस के हो सिन कार्योन हो हैन। त्यसपछि के हो भन्दाखेरि अब आफ्टर दिस टु पारामेसिया गेट्स सेपरेटेड which are now called as X conjugates paramecium who have already taken part in conjugation। अब भन्दाखेरि यतिसम्म त हामी पढ्यौँ। त्यसपछि के भयो अब यो यससँग फ्युज भयो भने यो यससँग फ्युज भयो भने एउटा यता भयो जुन के हो जाइगोट न्युक्लियस हो। के हो यता जाइगोट न्युक्लियस हो साथीहरू जाइगोट न्युक्लियस भनिन्छ। अब के हुन्छ यो कन्जुगेसन प्रोसेसैमा छ तर यो एउटा भयो अनि यो एउटा भयो त्यसैले यो दुवैलाई सेपरेटली के हुन्छ एक्स कन्जुगेन्ट्स भनिन्छ। एक्स कन्जुगेन्ट दुवै के हो एक्स कन्जुगेन्ट हो एक्स त्यसपछि कन्जुगेन्ट हो हैन। दुवै के हो एक्स कन्जुगेन्ट हो। अब बिस्तारै दुवै के हुन्छ छुट्छ त्यहाँबाट के हुन्छ दुवै छुट्छ। अब छुट्न भनेको यो एक्स कन्जुगेन्ट ए भइहाल्यो एक्स कन्जुगेन्ट बी भइहाल्यो। अब यसमा प्रोसेस हुन्छ अनि यसमा प्रोसेस हुन्छ। अब यो एक्स कन्जुगेन्ट एमा हामी हेर्छौँ यो यसमा हैन यसमा हामी हेर्छौँ यता के भयो यो जाइगोट न्युक्लियस भइहाल्यो। अब यो जस्तो थियो यहाँ चाहिँ के थियो यो यहाँ जस्तो थियो त्यस्तै हामीले यहाँ ल्यायौँ। त्यस्तै यो के हुन्छ अब यो के हुन्छ यो दुईवटामा फेरि डिभाइड हुन्छ हैन। नेक्स्टको प्रोसेस के हो भन्दाखेरि द सिन कार्योन अफ एक्स कन्जुगेन्ट्स डिभाइड्स बाई माइटोसिस फर 3 टाइम्स फर्मिङ 8 डटर न्युक्लियाई। अब के हुन्छ यो जुन छ नि यो जाइगोट न्युक्लियस यो के हुन्छ माइटोसिस गरेर 3 पटक माइटोसिस गर्छ। फर्स्ट पटक गर्छ भने एउटाबाट दुईटा बन्छ हैन। फेरि योबाट दुईवटा बन्छ माइटोसिस गर्छ।
फेरि यसबाट के हुन्छ 2 वटा बन्छ हैन। अनि फेरि यसो गर्दाखेरि यो 4 वटा डटर न्युक्लियाई, त्यसपछि कतिवटा फर्म हुन्छ 8 वटा डटर न्युक्लियाई, फेरि यसबाट 2 वटा, यसबाट 2 वटा, यसबाट 2 वटा अनि यसबाट 2 वटा, भनेको कतिवटा भइहाल्यो 8 वटा डटर न्युक्लियाई फर्म हुन्छ हैन। त्यसपछि यसमा के हुन्छ 4 वटा केमा कन्भर्ट हुन्छ, 4 वटा ठुलो हुन्छ हैन, 4 वटा ठुलो साइजको भएर माइक्रो न्युक्लियाईमा कन्भर्ट हुन्छ। अनि यताबाट 3 वटा के हुन्छ डिसइन्टिग्रेट हुन चल्छ, डिसएपियर हुन्छ। नेक्स्ट प्रोसेस के हो हैन, नेक्स्ट प्रोसेस आउट अफ 8 न्युक्लियाई 4 इनलार्ज एन्ड गेट कन्भर्टेड इन्टु माइक्रो न्युक्लियाई। अब 4 वटा हामीले हेऱ्यौँ हैन, 4 वटा के भयो त्यो त इनलार्ज भयो, ठुलो भयो हैन, ठुलो साइजको भयो। अनि केमा चेन्ज भयो माइक्रो न्युक्लियाईमा चेन्ज भयो। फेरि आउट अफ रिमेनिङ 4 स्मलर न्युक्लियाई माइक्रो न्युक्लियाई हैन, 3 डिसएपियर एन्ड 1 रिमेन्स। यता के भयो 4 वटा इनलार्ज भयो, इनलार्ज भनेको ठुलो भयो अनि माइक्रो न्युक्लियसमा चेन्ज भयो। अनि यताबाट 3 वटा के भयो डिसएपियर भयो भने एउटा बाँचिसक्यो, एउटा त्यहाँ बाँच्यो। अब भन्दाखेरि नाउ पारामेसियम undergoes transverse binary fission for 2 successive times, during which only the smaller micronuclei divides, resulting the formation of 4 daughter paramecium from X conjugate, each X conjugate। अब भन्दाखेरि यहाँ के हुन्छ अब हैन ट्रान्सभर्स बाइनरी फिजन हामी पढ्यौँ। अब तपाईहरुले भन्नुहुन्छ के भयो, यहाँ यो कुन यता के भयो ट्रान्सभर्स बाइनरी फिजन भयो, के भयो ट्रान्सभर्स बाइनरी फिजन भयो। अनि ट्रान्सभर्स बाइनरी फिजनमा यो दुईवटा यो जुन छ नि यो अब यो के भयो यो दुईवटा माइक्रोन्युक्लियस लिएर एक साइडमा, अनि यो दुईवटा माइक्रोन्युक्लियस लिएर एक साइडमा, अनि यता एउटा माइक्रोन्युक्लियस हैन, अनि यता एउटा माइक्रोन्युक्लियस हैन। अब यता के भयो माइक्रोन्युक्लियस डिभाइड्स माइटोटिकली। अब यो जुन थियो यताबाट कतिवटा भइहाल्यो यो 2 वटा भइहाल्यो, कतिवटा 2 वटा भइहाल्यो, 2 वटा माइक्रोन्युक्लियस यता भइहाल्यो। अनि फेरि यो दुवै के हुन्छ सेपरेट हुन्छ, यो दुवै सेपरेट के हुन्छ ट्रान्सभर्स बाइनरी फिजन भयो। यसपछि के हुन्छ यो पारामेसियम एकातिर अनि एउटा यो पारामेसियम एकातिर, त्यस्तै गरेर यो 2 वटा लिएर 2 वटा माइक्रोन्युक्लियस लिएर अनि एउटा माइक्रोन्युक्लियस लिएर एक साइडमा, अनि यो 2 वटा माइक्रोन्युक्लियस अनि यो एउटा माइक्रोन्युक्लियस लिएर एक साइडमा। अब के हुन्छ अब यसमा त सब हामीले के हुनुपर्छ एउटा माइक्रोन्युक्लियस अनि एउटा माइक्रोन्युक्लियस। अब यहाँ त हामीले यहाँ बुझौँ, यहाँबाट के हो यो माइटोटिकल्ली डिभिजन हुन्छ हैन, माइटोटिकल्ली डिभाइड्स हुन्छ। त्यसपछि यता माइटोटिकल्ली डिभाइड्स हुन्छ अनि यो 2 वटा यता आइसकेपछि फेरि यो के हुन्छ प्रोसेस चलिरहन्छ। अनि फेरि यताबाट एउटा माइक्रोन्युक्लियस छ, एउटा माइक्रोन्युक्लियस छ, अनि यतातिर यो माइक्रोन्युक्लियस छ हैन, यो माइक्रोन्युक्लियस फेरि के हुन्छ डिभाइड्स भएर हाफमा डिभाइड भइहाल्छ। अनि के हुन्छ एउटा माइक्रोन्युक्लियस अनि एउटा माइक्रोन्युक्लियस अनि एउटा माइक्रोन्युक्लियस फेरि एउटा अझ माइक्रोन्युक्लियस मिलेर यताबाट 2 वटा बन्छ, अनि यहाँबाट कतिवटा 2 वटा बन्छ हैन। त्यस्तै यही प्रोसेस सेम यसमा हुन्छ हैन। अनि के बन्छ यता एक्स कन्जुगेन्ट एबाट 4 वटा डटर पारामेसिया बन्छ, अनि एक्स कन्जुगेन्ट बीबाट कतिवटा 4 वटा, टोटल कतिवटा भयो 8 वटा डटर पारामेसियाहरू के भयो फर्म भयो। कहाँबाट कन्जुगेसन प्रोसेसबाट। एकचोटि हामी फेरि हेर्छौँ साथीहरू हैन, एकचोटि हामी यसको प्रोसेसलाई हामी एकचोटि फेरि हेर्छौँ कस्तो के हो हैन। पहिला के भयो एक्स कन्जुगेन्ट यो कन्जुगेन्ट ए हो अनि यो कन्जुगेन्ट बी हो। सबभन्दा पहिला के भयो माइक्रोन्युक्लियस ठुलोवाला न्युक्लियस के हुन्छ स्टार्ट डिसएपियर हुन थाल्छ। अनि जुन माइक्रोन्युक्लियस छ के हुन्छ माइक्रोन्युक्लियस डिभाइड्स हुन थाल्छ हैन, केबाट माइटोटिकली डिभाइड हुन्छ। माइटोटिकली भनेको 2 वटा फर्म गर्छ। त्यसपछि यो फेरि के हुन्छ फेरि डिभाइड भएर कतिवटा भइहाल्छ 4 वटा भइहाल्छ, 4 वटा भइहाल्छ। अनि यो 2 वटा फेरि गरेर कतिवटा 4 वटा भइहाल्छ। त्यसपछि 3 वटा यताबाट के हुन्छ डिसइन्टिग्रेट हुन्छ, डिसएपियर हुन्छ। फेरि यो 3 वटा के हो डिसएपियर भयो, 3 वटा डिसएपियर भइसक्यो यता। अनि बाँच्यो कतिवटा एउटा। फेरि यो अनइक्वली डिभाइड भएर के हुन्छ डिफ्रेन्ट साइजको
न्युक्लियाई फर्म हुन्छ होइन, डिफ्रेन्ट साइजको होइन, यो डिफ्रेन्ट साइजको के भयो न्युक्लियाई फर्म भयो। यहाँबाट डिफ्रेन्ट साइजको यो भयो अनि यताबाट डिफ्रेन्ट साइजको न्युक्लियाई यो फर्म भयो। त्यस्तै यो दुवै के हुन्छ एक्सचेन्ज हुन्छ होइन, एकअर्कातिर गएर के हुन्छ फ्युज हुन्छ, फ्युज भएर जाइगोट न्युक्लियस बनाइन्छ यता अनि एउटा यता यो कन्जुगेन्ट एमा अनि कन्जुगेन्ट बीमा के हुन्छ एउटा जाइगोट न्युक्लियस। अनि जुन जुन कन्जुगेसनमा भइसक्यो कन्जुगेसन प्रोसेसमा छ भने त्यस्तोलाई के भनिन्छ एक्स कन्जुगेन्ट। अनि यो के भयो एक्स कन्जुगेन्ट ए भयो यता अनि यो एक्स कन्जुगेन्ट बी भयो। अनि फेरि जाइगोट न्युक्लियस छ यार, के हुन्छ जाइगोट न्युक्लियस छ। अनि यो जाइगोट न्युक्लियस के हुन्छ माइटोटिकली डिभाइड भएर यो दुईवटामा डिभाइड हुन्छ, फेरि यहाँबाट फेरि दुईवटामा डिभाइड हुन्छ यो, अनि यो अल्सो कतिवटामा दुईवटामा। अनि देन आफ्टर के हुन्छ भन्दाखेरि 3 पटक होइन दे डिभाइड्स 3 टाइम्स होइन बाइ द प्रोसेस अफ माइटोसिस सेल डिभिजन होइन। माइटोसिस सेल डिभिजन गरेर 3 पटक डिभाइड भइसकेपछि कतिवटा हुन्छ 8वटा न्युक्लियाईहरू 8वटा डटर न्युक्लियाईहरू फर्म हुन्छ। त्यसपछि यताबाट 4वटा इन्लार्ज हुन्छ ठुलो भइहाल्छ होइन। अनि केमा कन्भर्ट भइहाल्छ माइक्रो न्युक्लियसमा, ठुलो न्युक्लियसमा ठुलो छ इन्लार्ज भयो अनि त्यो केमा कन्भर्ट भयो माइक्रो न्युक्लियसमा कन्भर्ट भइहाल्यो होइन। अनि त्यसपछि यताबाट कतिवटा हुन्छ यताबाट यो माइक्रो न्युक्लियस हो अनि यताको माइक्रो न्युक्लियस होइन 3वटा डिसइन्टिग्रेट हुन्छ, 3वटा के हुन्छ डिसइन्टिग्रेट हुन्छ। अनि यो ट्रान्सभर्स बाइनरी फ्युजनको प्रोसेसमा जान्छ होइन, ट्रान्सभर्स बाइनरी प्रोसेसको फ्युजनमा जान्छ। अनि के हुन्छ दुवै सेपरेट हुन्छ, दुवै के भयो यता सेपरेट भयो। अनि फेरि यो कतिवटा बनाउँछ 2वटा, यसले कतिवटा 2वटा न्युक्लियाईहरू कतिवटा 2वटा प्यारामेसियाहरू बनायो अनि यसले कतिवटा 2वटा प्यारामेसियाहरू बनायो। कतिवटा भयो 4वटा डटर प्यारामेसिया। अनि सेम प्रोसेस एक्स कन्जुगेन्ट बीमा हुन्छ, यसले कतिवटा बनाउँछ 4वटा डटर प्यारामेसिया, दुवै मिलेर कतिवटा 8वटा डटर प्यारामेसियाहरू भइहाल्यो। यही प्रोसेस के हो कन्जुगेसन प्रोसेस होइन। अनि कन्जुगेसन प्रोसेस कस्तोमा हुन्छ भन्दाखेरि यो लगभग त्यो बाइनरी ट्रान्सभर्स बाइनरी फ्युजन होइन बाट लगभग 300 जेनेरेसन जब बितिहाल्छ ट्रान्सभर्स बाइनरी फ्युजनको त्यसपछि यो प्रोसेस स्टार्ट हुन्छ होइन। त्यसपछि यसको सिग्निफिकेन्स के हो भन्दाखेरि कतिवटा 8वटा होइन। अनि त्यसपछि यसको सिग्निफिकेन्स के हो भन्दाखेरि रिजुभिनेसन। अब रिजुभिनेसन भन्दाखेरि प्यारामेसियम बिकम्स विक एन्ड इनएक्टिभ आफ्टर सेभरल टाइम अफ ट्रान्सभर्स बाइनरी फ्युजन। अब ट्रान्सभर्स बाइनरी फ्युजन गर्दा गर्दै कति के हुन्छ प्यारामेसियम विक भइहाल्छ अनि इनएक्टिभ भइहाल्छ होइन। लगभग सम्झौँ न हामी यो त्यो लगभग मर्छ कि एकदमै ट्रान्सभर्स बाइनरी फ्युजन मात्रै हुन्छ भने त्यसको बडीको हुन्छ एकदमै स्मल हुँदै जान्छ होइन, बडी साइज के हुन्छ स्मल हुँदै जान्छ अनि लास्टमा के हुन्छ मर्ने अवस्थामा त्यो आइहाल्छ होइन। कुन मात्र के गर्यो भने ट्रान्सभर्स बाइनरी फ्युजन गर्यो भने। त्यसैले यसमा अल्सो के हुन्छ कन्जुगेसन प्रोसेस हुन्छ। अब कन्जुगेसन हेल्प्स इन रिस्टोरिङ न्यू इनर्जी एन्ड भाइटलिटी इन प्यारामेसियम नन एज रिजुभिनेसन। अब रिजुभिनेसन भन्दाखेरि यो के हुन्छ यसले केमा हेल्प गर्छ न्यू इनर्जी होइन, एउटा न्यू शक्ति दिन्छ नयाँ शक्ति दिन्छ अनि जीवन बाँच्नको लागि के हुन्छ हेल्प गर्छ, जीवनमा बाँच्नको लागि के हुन्छ हेल्प गर्छ अनि नयाँ शक्ति प्रोभाइड गर्छ कसलाई प्यारामेसियमलाई। कुन प्रोसेसले कन्जुगेसन प्रोसेसले, त्यसैले के भनिन्छ रिजुभिनेसन भनिन्छ। अनि द macronucleus which controls all the vegetative activities becomes weak and unable to function properly if just transverse binary fusion occurs। अब भन्दाखेरि खाली ट्रान्सभर्स बाइनरी फ्युजन कन्जुगेसन प्रोसेस भएन। एकचोटि हामी सोच्छौँ यदि प्यारामेसियममा ट्रान्सभर्स बाइनरी फ्युजनले त त्यो आफ्नो पपुलेसन बढाइरहेछ होइन, आफ्नो जेनेरेसनलाई कन्टिन्यू गरिरहेछ, तर मात्र ट्रान्सभर्स बाइनरी फ्युजन नै भयो होइन, कन्जुगेसन प्रोसेस भएन भने होइन त्यसको जेनेरेसन त अगाडि बढ्छ नि, बढ्छ हो पक्कै पनि बढ्छ, तर के हुन्छ प्यारामेसियम विक हुन्छ, यता के भयो विक हुन्छ अनि यसको भेजिटेटिभ एक्टिभिटिजहरू के हुन्छ विक हुन्छ होइन। अनि यसको के हुन्छ अनएबल टु फङ्सन प्रोपरली, फङ्सन राम्ररी फङ्सन गर्नको लागि के हुन्छ एबल हुँदैन सक्दैन होइन। त्यसैले मात्र ट्रान्सभर्स बाइनरी फ्युजन अकर हुँदैन होइन, मात्र ट्रान्सभर्स बाइनरी फ्युजन अकर
हुँदैन, किनकि उनीहरूलाई पनि त बाँच्नको लागि चाहियो नि, होइन? हो, त्यस्तै बट बिकज अफ कन्जुगेसन, होइन, न्यू माइक्रोन्युक्लियस इज फर्म टु कन्ट्रोल अल द भेजिटेटिभ एक्टिभिटिज प्रोपरली भन्दाखेरि सबै भेजिटेटिभ एक्टिभिटिजहरू प्रोपरली फङ्सन गरोस्, होइन, प्रोपरली फङ्सन गरोस् भनेर के हुन्छ, कन्जुगेसन प्रोसेस, होइन, कन्जुगेसन प्रोसेसले कतिवटा न्यू माइक्रोन्युक्लियसहरू फर्म गर्छ। माइक्रोन्युक्लियसको काम के हो भन्दाखेरि यसभन्दा पहिलाको हामी क्लासमा के पढ्यौँ भन्दा माइक्रोन्युक्लियस के हो, भेजिटेटिभ एक्टिभिटी, होइन, मेटाबोलिजम, होइन, सर्कुलेसनमा, रेस्पाइरेसनमा, होइन, टेम्परेचर रेगुलेसनमा, यस्तो प्रोसेसमा के गर्छ, यसले हेल्प गर्छ, होइन? त्यस्तै माइक्रोन्युक्लियसले फेरि, होइन, यो सबै भेजिटेटिभ एक्टिभिटिज कसले कन्ट्रोल गर्छ, माइक्रोन्युक्लियसले। अनि त्यसले के भयो, हाम्रो के भयो, कन्जुगेसन प्रोसेसमा के भयो, माइक्रोन्युक्लियस फर्म भयो, होइन, न्यू माइक्रोन्युक्लियस फर्म भयो। माइक्रोन्युक्लियसले सबै के भयो, रिप्रोडक्सनलाई छोडेर सबैले के गर्छ, कन्ट्रोल गर्दो रहेछ, होइन? त्यस्तै यो के हुन्छ, न्यू माइक्रोन्युक्लियस जब फर्म हुन्छ, सबै भेजिटेटिभ एक्टिभिटिजहरू प्रोपरली, होइन, प्रोपरली कन्ट्रोल गर्न सकिन्छ। त्यस्तै त्यसैले पारामेसियम नेभर बिकम्स ओल्ड, त्यसैले पारामेसियम के हुन्छ, कहिले पनि ओल्ड हुँदैन, होइन? यतिसम्म त हामी बुझ्यौँ, होइन? किन ओल्ड हुँदैन, किनकि त्यसमा न्यू माइक्रोन्युक्लियसहरू के हुन्छ, फर्म भइरहेको हुन्छ, होइन, फर्म भइरहेको हुन्छ। अनि भेजिटेटिभ एक्टिभिटिजलाई के हुन्छ, राम्ररी प्रोपरली फङ्सन गर्छ। अनि यसको फेरि छ भेरिएसन, के हुन्छ, ड्युरिङ कन्जुगेसन के हुन्छ, ड्युरिङ कन्जुगेसन जिन्स फ्रम टु डिफ्रेन्ट पारामेसियम आर एक्सचेन्ज ड्युरिङ एक्सचेन्ज अफ मेल न्युक्लियस। अब जति बेला त्यो के भयो, एक्सचेन्ज भयो, होइन, हामीले हेरेन नि, एक्सचेन्ज भयो अनि गएर फ्युज भयो, त्यति बेला फ्युज हुने बेलामा दुईवटा डिफ्रेन्ट पारामेसियम हुन्छ, त्यसको के हुन्छ, जिन पनि के हुन्छ, डिफ्रेन्ट हुन्छ, होइन? जिन भनेको स्मल युनिट अफ, होइन, हेरिडिटी, होइन, त्यो के हुन्छ, त्यसको के हुन्छ, जिन डिफ्रेन्ट हुन्छ। त्यसपछि के हुन्छ, जब फ्युज हुने बेलामा एकअर्काको के हुन्छ, जिन एक्सचेन्ज हुन्छ, होइन, एक्सचेन्ज हुन्छ। त्यसको कारणले कन्जुगेसन हेल्प्स इन ब्रिङिङ भेरिएसन इन पारामेसियम, के हुन्छ, पारामेसियममा के हुन्छ, भेरिएसन आउँछ। कसको कारणले, जिन जब त्यति बेला जुन एक्सचेन्ज भयो, होइन, मेल प्रोन्युक्लियसको जुन एक्सचेन्ज भयो, त्यति बेला के हुन्छ, जिन त डिफ्रेन्ट हुन्छ, जसको कारणले के आउँछ, एउटा पारामेसियममा के हुन्छ, भेरिएसन आउँछ। त्यसपछि के भयो, मल्टिप्लिकेसन, टोटल of 8 paramecium gets formed as the end of conjugation, so conjugation helps in rapid increase in number of paramecium। अब मल्टिप्लिकेसन भन्दाखेरि पपुलेसन के हो, बढाउने। अब एकचोटि कन्जुगेसन प्रोसेस भयो भने के भयो, एकचोटि कन्जुगेसन प्रोसेस भयो भने कतिवटा 8वटा डटर पारामेसियमहरू के हुन्छ, फर्म हुन्छ। अनि 8वटा फर्म भयो भने एक दिनमा, होइन, अथवा एकचोटि कन्जुगेसन प्रोसेस भयो भने कतिवटा 8वटा भयो भने पटक पटक हुन्छ भने 8-8वटा फर्म भइरहेको हुन्छ। अनि यस्तो के हुन्छ, त्यसको उनीहरूको पपुलेसन नम्बरमा के हुन्छ, ऱ्यापिड इन्क्रिज हुन्छ। ऱ्यापिड के हुन्छ, एकदमै फास्ट इन्क्रिज हुन्छ। अनि बढी पारामेसियमहरू फर्मड भइहाल्छन्, होइन? यस्तै हो। अब हाम्रो पारामेसियमको लागि यस्तै रहेको छ। अनि एउटा हामी के भन्छौँ कुरा, किलर स्ट्रेन अनि सेन्सिटिभ स्ट्रेन, किलर स्ट्रेन, होइन, किलर स्ट्रेन, किलर स्ट्रेन, होइन, STRAIN, किलर स्ट्रेन अनि एउटा सेन्सिटिभ स्ट्रेन हुन्छ, SENSITIV अनि सेन्सिटिभ अनि स्ट्रेन। अब के हुन्छ, किलर स्ट्रेन र सेन्सिटिभ स्ट्रेन पारामेसियम, होइन? अब किलर स्ट्रेनसँग के हुन्छ, काप्पा पार्टिकल हुन्छ। कस्तो पार्टिकल, काप्पा पार्टिकल इन द यर साइटोप्लाज्म। उनीहरूको साइटोप्लाज्ममा कस्तो पार्टिकल, काप्पा पार्टिकल हुन्छ, जसले के हो, जुन के हो,
पारामेसिन भनिन्छ होइन, पारामेसिन भनिन्छ। एउटा पिगमेन्ट हुन्छ होइन, पारामेसिन भनिन्छ त्यसलाई, जुन के हो टक्सिक हो साथीहरू, के हो टक्सिक हो। अनि यो सेन्सिटिभ स्टेटमा के हुन्छ, काप्पा पार्टिकल हुँदैन। कहाँ, उनीहरूको साइटोप्लाज्ममा के हुन्छ, काप्पा पार्टिकल प्रेजेन्ट भएको हुँदैन सेन्सिटिभमा। त्यसैले क्वेसन सोध्छ, इफ किलर स्ट्रेन इज कन्जुगेटेड विथ सेन्सिटिभ स्ट्रेन देन वाट ह्यापन्स। के हुन्छ, किलर स्ट्रेनलाई सेन्सिटिभ स्ट्रेनसँग कन्जुगेट गरायो भने के हुन्छ, के हुन्छ, के हुन्छ, एकचोटि दिमाग लगाउनुहोस् तपाईँहरू, के हुन्छ कमेन्ट बक्समा लेख्नु होला, हुन्छ। त्यसपछि के हुन्छ, किलर, एकदमै इमान्दारी लेख्नु होला, भिडियो के हुन्छ स्टप गर्नु होला, यो क्वेसन हेर्ने बित्तिकै भिडियो स्टप गर्नु होला, अनि एन्सर लेख्नु होला, अनि मात्र भिडियो के गर्नु होला, स्टार्ट गर्नु होला। हेर्दैछु होइन। अब किलर स्ट्रेन, अब म एन्सर भन्छु यसको होइन, किलर स्ट्रेन अनि सेन्सिटिभ स्ट्रेन। यदि किलर स्ट्रेनलाई सेन्सिटिभ स्ट्रेनसँग कन्जुगेट गरायो भने किलर स्ट्रेनसँग के छ, टक्सिक पिगमेन्ट छ होइन, पारामेसिन छ, पारामेसिन छ होइन, यससँग के छ, कापा पार्टिकल छ, कसमा, साइटोप्लाज्म। तर यससँग के हुन्छ, कापा पार्टिकल हुँदैन। त्यसैले जब कन्जुगेट गराउँछौँ हामी भने किलर के हुन्छ, किलर स्ट्रेनमा टक्सिक सब्सटेन्स भएकोले, टक्सिक पिगमेन्ट भएकोले सेन्सिटिभ स्ट्रेन के हुन्छ, मर्छ, के हुन्छ, मर्छ होइन। यसरी हामी यसको एन्सर लेख्न सक्छौँ साथीहरू। आजको लागि यतिकै हो। अनि यो पारामेसियमको लास्टै हुन्छ, लास्टै थियो होइन। अनि यसको भिडियो हाम्रो युट्युब च्यानलमा उपलब्ध छ। अनि यो पार्ट 3 थियो होइन। आजको लागि यतिकै हो साथीहरू, धन्यवाद, जय नेपाल।